आज म घुम्न गए मेरो फ्यामिलीसँग नेपालगञ्ज। रमाइलो गरे कि गरेन त्यो लास्टसम्म हेरिदिनु अनि थाहा पाइहाल्नुहुन्छ। हे पिपुल, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ म जाँदैछु कोलपुरदेखि नेपालगञ्ज। हाम्रो चाहिँ खासै प्लान त थिएन कि एक्कासी यो प्लान भएको। प्लान पनि फ्यामिलीसँगै भएको। तलको भाइ चाहिँ माथि आएको थियो अनि भाइले मेरो भाइलाई स्केट पार्क जाऊँ न भनिरहेको थिएँ अनि मैले जाऊ आफ्नो मम्मीलाई फकाऊ अनि म पनि मेरो मम्मीलाई फकाउँछु अनि हामी सँगै वाटर पार्क जाऊँ भनेको थिएँ। अनि म त सक्ड भइदिरहेको। उसको मम्मीले पनि मान्नुभयो, हाम्रो मम्मीले पनि मान्नुभयो। त्यसपछि अब मानिसकेपछि त छिटो छिटो रेडी भएर जानको लागि म फटाफट रेडी भए। बोल्दाखेरि म नेपालगञ्जमै छु होइन, तर पत्लु त मेरो बोयफ्रेन्ड हो कि। मैले पत्लुलाई चाहिँ अलिकति मोटा भनेर गाली गरिरहेको थिएँ। वाटर पार्क त राम्रो लाग्यो तर मेरो भाइलाई चाहिँ यहाँको पानी चाहिँ मन परेन रे। पानी कस्तो फोहोर भनेर भाइले भिडियो बनाएको, यो चाहिँ मैले बनाएको होइन। यो पीडा चाहिँ मलाई मात्रै होइन सबैलाई होला। सिंगल भिडियो बनाउँछु भनेर के बसे आउँछु के मोबाइल ठाडो पारे आउँछु, यहाँ सबै आउँछन् भिडियो डिस्टर्ब हानिदिन्छ। नो प्रब्लम, केही भएन। अब यता चाहिँ मैले मम्मीलाई फकाइरहेको थिएँ, मम्मी हामी डुङ्गा खेल्छौँ। अब के भन्छ यो, नाउ भन्छ डुङ्गा भन्छ, आई डोन्ट नो है त्यसको बारेमा चाहिँ मलाई। मम्मीले खै कसरी कसरी हामीलाई फगाउनु भयो अनि तिमीलाई बरु भातबटिनीमा लग्छु अनि जे किन्छौ त्यही किन भन्नुभयो। त्यसपछि हामी पनि भातबटिनी नै जान्छौँ अनि हामीलाई चाहिएको सामान किन्छौँ भन्ने। भातबटिनी पनि पुग्यौँ। भातबटिनीमा पुगेर मैले त्यस्तो आफूले एक्लै खानेकुराहरू चाहिँ किनेन, घरमा सबै मिलेर बनाएर खाने टाइपको किनेको थिएँ। एक्लै लुकीछुपी खाने टाइपको खानेकुरा मेरो भाइले नै किनेको थियो अनि एक्लै नै खाएको थियो। यता चाहिँ हुनुहुन्छ मेरो सानो क्युट फ्यान। मैले सोचेको पनि थिएन है, तर म कहीँ गएपछि मेरो फ्यानहरू भेटिनुहुन्छ तर कोलपुरमा चाहिँ होइन। भेटिनुहुन्छ तर कोलपुर बाहेक सबै ठाउँमा। कोलपुरमा चिन्नुहुन्छ, एकअर्कासँग खुसुर त गर्नुहुन्छ तर त्यस्तो नगरिदिनु मलाई लाज लाग्छ। यति भन्दै साँझ भइसकेको थियो अनि हामी प्याराडाइजमा गएर नास्ता सास्ता खाना खायौँ अनि त्यसपछि घरतिर लाग्यौँ। यसको फुल भिडियो चाहिँ युट्युबमा आइसकेको छ साथीहरू, सबैजनाले गएर लाइक गरिदिनुहोस्, सेयर गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस् र सब्सक्राइब गर्न नबिर्सिनु होला।